25औं संस्करणको गोधुली कप फुटबल प्रतियोगिताको पूर्व सन्ध्यामा सिंगारिएको धरान रङ्गशालाको अवस्था अहिले यस्तो छ। गोधुली क्लब धरान क्षेत्रले आयोजना गर्दै आएको गोधुली कप फुटबल प्रतियोगिता धरानका अन्तरवडाहरूबीच प्रतिस्पर्धा हुने गर्छ। यो 25औं संस्करणलाई विशेष बनाउनको लागि गोधुली क्लबले अहिले रङ्गशालालाई यसरी झिलिमिली बनाएको छ र रात्रिकालीन फुटबल सञ्चालन गर्ने भनेर मैदानमा टावर बनाएर बाँसको टावर बनाएर बत्ती पनि जडान गरेको छ। अहिले त्यो जडान गरेको बत्ती पनि देखाउनेछौँ हामी। रङ्गशाला छिर्दै गर्दाको दृश्य यसरी तयारी भइरहेको छ, तपाईँ देख्न सक्नुहुन्छ। भोलि चैत्र 7 गते 25औं संस्करणको गोधुली कपको उद्घाटन खेलमा धरानको वडा नम्बर 5 र वडा नम्बर 16 बेलुका ठिक 7 बजे भिड्दैछन् भने धरान क्षेत्रकै कलाकार गायक पूर्ण राईको विशेष प्रस्तुति रहने पनि आयोजकले जानकारी दिएको छ। भोलिको खेलका लागि धरान रङ्गशाला तम तयार अवस्थामा रहेको छ। अहिले धरान रङ्गशालामा अस्थायी रूपमा बाँसको टावर बनाएर 5 वटा टावर बनाएर बत्तीको व्यवस्थापन गरिएको छ। मैदानको माथिल्लो भागबाट हेर्दाखेरि यस्तो देखिएको छ। अहिले मैदानभित्र हरियो झार देख्न सक्छौँ हामी। लाइट व्यवस्थापनको लागि यसरी जेनेरेटर प्रयोग गरिएको छ। अब पहिलोचोटि तपाईँहरूले यो अब रात्रिकालीन फुटबल प्रतियोगिता गर्दै हुनुहुन्छ, यसमा व्यवस्थापनमा कतिको चुनौतीहरू छ के छ? यो त अब जस 25औं संस्करण गोधुलीको सिल्भर एउटा जुब्लीमा चाहिँ हामीले एउटा आँट गरिहाल्यौँ होइन। यो त एकदम चुनौतीको सामना गरेर चाहिँ गइरहेछौँ क्या। जुन अब यो रङ्गशालामा चाहिँ एउटा फ्लडलाइट चाहिँ एउटा आर्टिफिसियल लगाएर हामीले गर्दैछौँ। चुनौती धेरै यो आर्थिककोदेखि लिएर हरेक कुराको यो चैत वैशाखको मौसममा हावाको मौसममा हरेक कुराको चुनौती लिएर गइरहेछौँ। तपाईँलाई यो रात्रिकालीन चाहिँ किन गर्नु पर्यो त? अब यो हाम्रो 25औं संस्करण हो। 25औं संस्करणमा अब 2400सम्म त गरिरहेको, अलिक भिन्न गरौँ न भनेर चाहिँ हामीले यो 25औं संस्करण अब यो धरानमा एउटा फेरि फर्स्ट टाइम पनि अहिलेसम्म नभएको होइन। अब हाम्रो 25औं संस्करणमा चाहिँ अलिक भिन्न गरौँ न भनेर चाहिँ हामीले यो नाइट गेम भनेर सुरुवात गरेको। अहिले तपाईँले हिजो पनि चेक गर्नुभयो
आज पनि लाइट चेक गर्नुभयो, के छ अहिले लाइट चेक गर्दा कस्तो लागिरहेछ? अब अस्ति हिजोभन्दा आज निकै राम्रो भइरहेको छ। अब यो आज हाम्रो मोटामोटी भरेसम्म 11, 12, 10, 11 बजीसम्म नि मजाले चेक गरेर चाहिँ एकदम फिट गर्ने होइन भनेर चाहिँ गरिरहेछौँ। अनि अघि खेलाडीहरूलाई पनि ल्याएर कस्तो छ के छ भने दाइ ठिकै छ यतिको हुन्छ भन्ने कुराहरू गरिरहेछौँ। तर योभन्दा नि अझै बेस्ट बनाउँदैछौँ। हाम्रो टेक्निसियनहरूले त्यहाँ काम गरिरहेको छ, अझै उनीहरू गएको छैन, उनीहरूले मिलाएको मिलाइ छ। अनि तपाईँ धरानवासी धराने दर्शकलाई के भन्न चाहनुहुन्छ? मेरो चाहिँ अब धराने जनता धराने दर्शक सबैहरूलाई चाहिँ आह्वान छ, आइदिनुहोस्। अब यो एउटा धरानमा फर्स्ट टाइम हामीले गरेको एउटा नयाँ सोच एउटा नयाँ भिजनले चाहिँ गरेको छौँ। सबैले आएर चाहिँ हेरिदिनुहोस् अनि हेरिदिएर क्लबलाई चाहिँ एउटा सहयोग गरिदिनुहोस् भन्ने चाहिँ आह्वान गर्छु। भोलिको उद्घाटन कार्यक्रममा के हुन्छ? अब भोलिको उद्घाटन कार्यक्रम भनेको हाम्रो वडा नम्बर 16 र वडा नम्बर 5 बिच उद्घाटन खेल हुनेछ। त्यो उद्घाटन खेलमा भोलि हाम्रो अहिलेको चर्चित गायक पूर्ण राईको प्रस्तुति पनि हुनेछ। के छ टिकट दर कति छ? टिकट दर भोलिको हाम्रो कति बजेदेखि कार्यक्रम हुन्छ? दर्शकहरू कति बजेदेखि आउने? 7 बजीदेखि हो कार्यक्रम। हामी 6:30 देखि 7 बजीदेखि कार्यक्रम हो। टिकट दर भोलि रु 100 मात्र छ। कहाँ कहाँ पाइन्छ टिकट हाम्रो सबै यहीँ अगाडि काउन्टर हुन्छ, काउन्टरमा पाइन्छ। अनि अन्य दिनहरूको चाहिँ? अन्य दिनको पनि बाहिर काउन्टरमै हुन्छ। त्यति नै 100 नै होइन, अरू भोलि मात्रै 100, पर्सिदेखि त 50 रुपियाँ मात्र हो। भोलि उद्घाटन भएर एउटा पूर्ण राईको प्रस्तुति भएर चाहिँ 100 रुपियाँ बनेको। तपाईँको नाम? मेरो नाम रामजी शर्मा भयो। यो लाइट रङ्गशालामा तपाईँले धरानभन्दा अरू ठाउँ लाउनु भएको थियो? हजुर, लगाएको छु म। कहाँ लगाउनु? फडबिजगञ्ज, जोगबनी, त्यहाँ क्रिकेट हुन्छ। फडबिजगञ्जमा पनि क्रिकेट हुन्छ, फुटबल पनि हुन्छ, त्यहीँ लगाएको। अनि यो धरानमा कति दिन लाग्यो यो लाइट जडान गर्न? हामीहरूलाई जति 5 दिन जति लाग्यो थियो। 5 दिन जति लाग्यो? हजुर। अब यो टावर बनाउँदा अलिक ढिलो भयो। हजुर, त्यसै कारणले हामी पनि ढिलो गर्नु सक्छौँ। के थियो यो बिचमा प्राविधिक समस्या आउने निप्ने ओर्ने हुन्छ कि हुँदैन? हुन्छ। यहाँको सबै लाइन हामी मुनि राखेको छु। हजुर। अनि कुनै अप्ठ्यारो भयो भने मुनिबाट चेक गर्छु अनि चढ्न बित्तिकै चढ्न सक्छु माथि पनि। ए भनेपछि यस अगाडि पनि के अरे बत्ती निभेर खेलहरू डिस्टर्ब भएको छ? भएको छैन। भएको छैन? छैन। ए त्यही त सोधेको। यो खेल चालु हुँदाहुँदै जाने सम्भावना हुन्छ कि हुँदैन भनेर सोधेको मैले। होइन, त्यस्तो सम्भावना छैन। जाँदैन? जाँदैन। बलेको गर्छ। अनि त्यसको लाइन यस्तो कुदाएको छु हामीहरूले, सर्ट सर्किट हुने चान्सै छैन। ल, धन्यवाद। धरानमा पहिलोचोटि हुन लागेको रात्रिकालीन फुटबल खेलको मजा लिन म सम्पूर्ण धरानवासीमा आह्वान गर्दछु। धरान लगायत धरानका छिमेकी पालिकाहरूबाट समेत फुटबल प्रेमीहरूलाई धरानमा गोधुली कप फुटबल रात्रिकालीन फुटबल हेर्नका लागि हार्दिक आह्वान गर्दछु।